सर्वोच्च लगायत देशैभरिका अदालतहरूमा आगो लाग्दा फाइल जलेका चर्चित मुद्दाहरू। गत भदौ 24 गते देशका विभिन्न अदालतहरूमा आगजनी र तोडफोड गर्दा करिब 9,33,000 मुद्दाका मिसिलसहित ठुला चर्चित काण्डहरूको फाइल नष्ट भएका छन्। आगजनी र तोडफोड गरिएको सबै अदालतमा गरी 30,752 चालुतर्फ र 9,03,071 अभिलेखतर्फका मिसिल गुमेको सर्वोच्च अदालतको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। सर्वोच्च अदालतमा रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध सशस्त्र द्वन्द्वको हत्या सम्बन्धी मुद्दा, 52 संवैधानिक पदाधिकारीहरूको फैसलाको पूर्ण पाठ, छायादेवी कम्प्लेक्स, सुडान घोटाला काण्ड, व्हाइट बडी घोटाला काण्ड, मैना सुनुवारको हत्या, एनसेलको कर जस्ता चर्चित मुद्दाका फाइल पनि नष्ट भएका छन्। सर्वोच्चको संवैधानिक इजलासका फाइल, अभियान फाँडका मुद्दा पनि जलेर नष्ट भएको जनाइएको छ। त्यस्तै जिल्ला अदालत काठमाडौँमा रहेका नक्कली भुटानी शरणार्थी काण्ड, सिभिल सहकारी घोटाला काण्ड, दलहरूका शीर्षस्थ नेताहरू जोडिएको चर्चित ललिता निवास जग्गा काण्ड, बालमन्दिर प्रकरण, 61 किलो सुन तस्करी जस्ता काण्डहरूको मिसिलहरू पनि पूर्ण रूपमा नष्ट भएको खबरहरू पत्र पत्रिकामा प्रकाशित भइरहेका छन्। उच्च र जिल्ला तहमा चालु मिसिल 6,533 र तहसिल तर्फका 4,185 थान मिसिल गुमेका छन्। अभिलेखतर्फ 7,06,071 थान मिसिल नष्ट भएको पाइएको छ। सबैभन्दा धेरै क्षति काठमाडौँ जिल्ला अदालतमा भएको छ। काठमाडौँ जिल्ला अदालतमा अभिलेखका 4 लाख मिसिल र चालुका 4,000 मुद्दाका फाइल जलेको जनाइएको छ। 2053 यताका सबै मिसिल जलेर नष्ट भएका छन्। मुख्य भवनमा भएको आगजनीका कारण लगभग सबै फाइल खरानी भएको खबर प्राप्त भएको छ।